तपाईँ पनि दोषी हो के शिवजी तपाईले भन्नुभयो नि बस्नुपर्छ भन्नुभयो नि तपाईहरु सुन्नुस् सुन्नुस् न मलाई आज इनर्जी छ है खेमराजी मेरो चिन्ता नगर्नुस् किन यिनीहरु भन्दा र पहिलेका भन्दा के फरक भयो दाइ हिजो सर्वसाधारण किसान श्रमिकका लागि त्यो सिंहदरबारको गेट बन्दै थियो दाइ आज पनि बन्दै छ के दाइ म सिधै भनिदिन्छु के अब केही न केही नगर्दासम्म दाइ यो पीडित र यी हाम्रा घाइतेहरूलाई नगर्दासम्म यो सरकारलाई अरु काम केही नगर्नुस् भन्नुस् दाइ यो अहिलेका हाम्रा यी पीडितहरू छन् नि दाइ यिनीहरुको आँसु पुस्न जानुस् भन्नुस् के दाइ यो गिरममा यो सिंहदरबार बनाउला के दाइ म तपाई हामी 5 वर्ष संघर्ष गर्न तयार छैनौं अनि यति भइराख्दा बुझ्नु पर्दैन यार दाइ अन्तरिम सरकारले अनि बुझ्ने सरकार भन्ने तिनीहरु भन्दा हामी खतरा सरकार भन्ने दाइ यार बुझ्नु पर्दैन यार यिनीहरु भन्दा र पहिलेका भन्दा के फरक भयो दाइ हिजो सर्वसाधारण किसान श्रमिकका लागि त्यो सिंहदरबारको गेट बन्दै थियो दाइ आज पनि बन्दै छ के दाइ म सिधै भनिदिन्छु के म त्यहाँ छिर्न पाउँदिन के दाइ अहिले पनि के गर्नुपर्छ थाहा छ त्यो छिर्ने बनाउनु पर्यो के दाइ बरु भित्र यो इन्ट्री हुँदा हात हतियार लिने यताउति बरु त्यहाँ मेसिन राख्नु पर्यो अब डिजिटलाइजेसनतिर जानु पर्यो त्यो त अहिलेको सरकार हामी खतरा भन्नेले गर्नु पर्यो नि त त्यो हामी तत्काल मागिरहेको छैनौँ के दाइ तर त्यो किसानले हाम्रा मधेसका उखु व्यापारीहरू चाहिँ सिधै छिर्न पाउनु पर्यो के दाइ म यो अहिले किन जोडिरहेको छु भने त्यो अहिले पनि बन्द छ के दाइ हैन अनि किन मान्ने के दाइ अहिलेको सरकार र पहिलेको सरकारमा फरक दाइ तर म यो असन्तुष्टि कुनै पनि आग्रह पूर्वाग्रह राखिरा हैन के दाइ मलाई पीडा कहाँ भयो थाहा छ दाइ मैले तपाईँलाई भनिहालेँ नि त्यही छातीका माएर यही सडकमा यही हो नि दाइ हामी यहाँ लडेको सुरु यहीँबाट भयो नि दाइ त्यही भएर म यही आएको हो के दाइ म पहिला कहाँ गएको थिएँ भने सिंहदरबारको मेन गेटमा गएको थिएँ दाइ मलाई पक्रियो हैन फेरि मैले पनि त्यहाँको विधिको शासन पालना गरेको चाहिँ होइन अब केही न केही नगर्दासम्म दाइ यो पीडित र यी हाम्रा घाइतेहरूलाई नगर्दासम्म यो सरकारलाई अरु काम केही नगर्नुस् भन्नुस् दाइ यो अहिलेका हाम्रा यी पीडितहरू छन् नि दाइ यिनीहरुको आँसु पुस्न जानुस् भन्नुस् के दाइ यो गिरममा यो सिंहदरबार बनाउला के दाइ म तपाई हामी 5 वर्ष संघर्ष गर्न तयार छैनौं धेरै बोल्न नि मिल्दैन म तपाईलाई आज मलाई इनर्जी छ के सर भोलि म फेरि ढल्न तयार छु दाइ हैन किनकि आज मलाई डाक्टरले सलाइन दिएको छ के तर पनि बियोस हुँदा मलाई 1 मिनेट दिनु न जुन तपाईले जुन भनिराख्नु भएको छ नि जुन समावेशिताको पक्षमा हामी पनि हो सुदन दाइ पनि हो सबैलाई समावेश गरेर लानुपर्छ भन्ने पक्षमा नै हो हैन अब रोजगारी दिने कुरा जुन छ नि दाइ शहीद परिवारदेखि लिएर घाइतेलाई त्यो त्यसमा चाहिँ हामीले एकचोटी बस्नुपर्छ हो यही कुरा तपाई पनि दोषी हो के शिवजी तपाईले भन्नुभयो नि बस्नुपर्छ भन्नुभयो नि तपाईहरु सुन्नुस् सुन्नुस् न बस्नु पर्यो नि मलाई आज इनर्जी छ है खेमराजी मेरो चिन्ता नगर्नुस् किनकि मलाई आज जब बिउसलाई चढाएको छ सुन्नु मैले तपाईले 11 बजे देखि तपाईको चिन्ता गरेर हामी सँगै छौं के सुन्नु न आज अरे जाडो रहेछ आज इनर्जी छ सुन्नु तपाईले भन्नुभयो नि अब सल्लाह गर्छु पनि यही हामी चुक्यौं के सर भनेको तपाईलाई कमिटमेन्ट गरेर हामी तुरुन्तै त आज भोलि त जागिर ए मैले भने मेरो लागि भन्नुभयो सुन्नु हैन तपाईको जुन शहीद परिवार